माया हर कसैले गरेकै हुन्छ। आज चाहिँ म लभको बारेमा आफ्नो एक्सपिरियन्स र मैले फिल गरेको कुराहरू चाहिँ सेयर गर्न गइरहेछु। आई डोन्ट नो मान्छेहरू किन चिट गर्छन्, मान्छेहरू किन लोयल छैन आफूसँग पनि अनि सामनेवालासँग पनि, मान्छेहरू किन ट्रु छैन र आफूसँग र अरूसँग। आई डोन्ट नो, मैले बुझ्न सक्दिनँ। तर दिस जेनेरेसन, इभन जुनै जेनेरेसनमा पनि कोही प्रति लोयलै थिएन क्या। यो मैले यसो फिल गरेको, लाइक रिसर्च गरेको, एकदम रेयर पर्सन मात्रै लोयल क्या, जो आफूसँग ट्रु छ, जो जेन्युन छ, जो फेक सो गर्दैन आफूलाई, त्यो पर्सन मात्रै ट्रु जेन्युन लोयल हुन्छ। अरू त त्यो चिट गर्छ आफ्नो पार्टनरलाई, फेमिलीलाई, इभन जसलाई पनि चिट गर्छ, लोयल कोही छैन अहिलेको टाइममा। बट म के भन्न चाहन्छु भने सबको हार्ट ब्रेक हुन्छ, सबले चिट फेस गर्छ, सबले सब कुरा फेस गर्छ क्या। तर तपाईँले हार्ट ब्रेक फेस गर्नुभयो, तपाईँले धेरै कुरा फेस गर्नुभयो है, सम पर्सनबाट धेरै कुराहरू सिक्नुभयो, कसैलाई यति धेरै माया गर्नुभयो है, आफूलाई भुलेर कसैलाई यति धेरै पनि ट्रस्ट गर्नुभयो आफूलाई भुलेर। दिस इज गुड। समय सिचुएसन अनुसार ट्रस्ट, लोयल, लभ कम हुँदै जान्छ, केही छैन, ब्रेक भयो केही छैन, टाइम लाग्छ, हिल हुन्छ, धेरै कुराहरू फिल हुन्छ, त्यो अगाडि बढ्नुहोस्। तर जो पर्सनसँग तपाईँको हार्ट ब्रेक भयो, जो पर्सनसँग तपाईँको ब्रेकअप भयो, त्यो पर्सनप्रति चाहिँ प्लिज हेट्रेट नराख्नु होला क्या। समटाइम त्यो पर्सनसँग भेट्यो भने माया होस् नहोस्, त्यो तपाईँको ठाउँमा छ, तर रेस्पेक्ट हुनु पऱ्यो क्या उहाँप्रति। त्यही हो, किनभने तपाईँलाई लाग्छ क्या ऊ पर्सन मेरो लागि राम्रो होइन है, उसलाई पनि लाग्छ तपाईँ उहाँको लागि राम्रो होइन, तर बट उहाँ अरू कसैको लागि नराम्रो पनि होइन है क्या। सो केही छैन, टाइम लाग्यो है, चिन्नुभयो, थाहा भयो द्याट पर्सन नट फर मी है, ऊ राम्रो छ तर मेरो लागि छैन भन्ने चाहिँ हुनु पऱ्यो क्या। सो मुभ अन हुनुहोस्, खुसी हुनुहोस्, सबै पर्सन राम्रो नै हुन्छ। कोही तपाईँको लागि मात्रै नराम्रो भएको, नराम्रो लागेको, तर ऊ अरू कसैको लागि नराम्रो हुँदैन क्या। सो यत्रो संसार छ है, भेटाउनुहुन्छ क्या आफू जस्तै जेन्युन, आफू जस्तै ट्रु, आफू जस्तै लोयल पर्सन क्या। तर त्यो चाहिँ तपाईँ पनि हुनु पऱ्यो क्या। द्याट्स इट। त्यो हो, अहिले छैन लोयलिटी, ट्रु पर्सन, तर तपाईँ पनि त हुनु जरुरी छ नि त, तपाईँलाई चाहिएको छ भने। त्यही हो। लभ यु।